मेरो दर्शन नमस्ते। यदि तपाईहरुको वाइफाईले काम गरेको छैन, तपाईको जुन वाइफाईमा सिग्नल दिएको छैन भने तपाईहरुले चाहिँ आफ्नो यहाँनिर सिग्नल दिएको छैन भने तपाईहरुले अनलाइनबाट यो खालको यहाँ देखाउँछु तपाईहरुलाई यो खालको टिपी लिंकको अथवा कुनै पनि कम्पनीको यूएसबी वाइफाईको एडाप्टर यूएसबी यो मगाएर तपाईहरुले यहाँनिर कम्प्युटरमा जोडिदिनु भयो भने अझै विशेष गरी इन्डियामा एयर फाइबर जियो फाइबरहरुमा काम गरेको हुँदैन त्यस्तो अवस्थामा हामी नेपालमा पनि गर्न सक्नुहुन्छ कुनै पनि ठाउँ हैन जुन चाहिँ ठाउँ पनि तपाईले यसलाई चाहिँ यहाँ लगाइदिनुस् यहाँ लगाएपछि यस्तो हरियो बत्ती बल्छ अनि यहाँनिर तपाईको यहाँनिर माथिनिर जानुभयो भने वाइफाई 2 भन्ने हुन्छ यहाँनिर क्लिक गर्नु वाइफाई 2 भन्ने हुन्छ यसमा क्लिक गर्नुस् अनि तपाईको वाइफाई यहाँनिर देखाउने छ अनि यहाँनिर कनेक्ट गर्नुभयो भने यसरी चल्छ यिनीहरु ठ्याक्कै चल्यो हेर्नुस् यहाँनिर यसरी चल्छ तपाईले मज्जाले नेट चलाउन पनि सक्नुहुन्छ यहाँ नेट चलाउन पनि सक्नुहुन्छ हैन मेरो ठ्याक्कै चल्यो हेर्नुस् मेरो पहिले एकदमै समस्या भइराखेको थियो कसरी कनेक्ट गर्ने होला कसरी गर्ने होला भनेर समस्या भइराखेको थियो तर मैले बुझ्दै जाँदाखेरि लास्टमा यो यूएसबी लिएपछि मजाले वाइफाई चलाइराखेको छु तपाईहरुलाई पनि कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नु होला हस्त नमस्ते।